स्टुडेन्ट्सहरूले मलाई एकदमै फ्रिक्वेन्टली सोधिरहने क्वेसन, कमन इन्ट्रान्स एक्जाममा नाम निकाल्नको लागि के रिसोर्सेस इम्पोर्टेन्ट छ त? र आजको भिडियोमा हामी यही क्वेसनलाई एन्सर गर्न गइरहेका छौँ। आज हामी हेर्नेछौँ मैले आफ्नो इन्ट्रान्स प्रिपरेसनको टाइममा के रिसोर्सेसहरू युज गरेँ जसले गर्दा मैले कमन इन्ट्रान्स एक्जाम 2080 मा अल नेपाल र्याङ्क 1 मा MBBS तर्फ नाम निकाल्न सफल भएँ। सो लेट्स स्टार्ट द भिडियो। फर्स्टमा जस्ट टु मेक इट क्लियर, मैले रिसोर्सेस भनिसकेपछि मैले आफ्नो इन्ट्रान्स प्रिपरेसन टाइममा युज गरेको बुक्सहरूको कुरा गर्दैछु। अहिले प्राइभेट लेक्चर्सहरूको पनि ट्रेन्ड बढ्दो छ, तर मैले आफूले प्रिपेयर गर्ने बेलामा चाहिँ कसैको पनि प्राइभेट लेक्चर लिएको थिइनँ। सो लेट्स स्टार्ट विथ द रिसोर्सेस। र स्टार्ट गर्नुभन्दा अगाडि मैले आफूले युज गरेको रिसोर्सेसलाई 3 क्याटेगोरिजमा डिभाइड गर्छु। फर्स्ट क्याटेगोरी भनेको मैले युज गरेको रिसोर्सेस जसले गर्दा चाहिँ मैले बेसिक कन्सेप्ट बुझेँ, जहाँबाट मैले बेसिक फन्डामेन्टल्सहरू सिकेँ, एउटा राम्रो बेस डेभलप गरेँ। र त्यसपछि अर्को रिसोर्सेसको क्याटेगोरी भनेको चाहिँ मैले इन्ट्रान्स स्पेसिफिक नलेजलाई सार्पन गर्न युज गरेको रिसोर्सेस भयो। र फाइनली एन्ड वान अफ द मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ मैले क्वेसन प्र्याक्टिस गर्नको लागि युज गरेको रिसोर्स बुक्सको बारेमा आज हामी डिस्कस गर्न गइरहेका छौँ। सो लेट्स स्टार्ट विथ रिसोर्स नम्बर 1, मैले बेसिक कन्सेप्ट बुझ्नको लागि युज गरेको रिसोर्सेस, एन्ड द्याट इज द वान एन्ड ओन्ली +2 बुक्स। मैले आफ्नो बेलामा +2 मा युज गरेको बुक्सहरू चाहिँ यही नै हो। र यो बुकहरू म 1 बाई 1 त देखाउँछु नै, तर त्योभन्दा अगाडि चाहिँ इफ तिमीहरूले अरू कुनै पब्लिकेसनको बुक किनिसकेको छौ भने कन्टिन्यू विथ द्याट, बिकज जुनसुकै पब्लिकेसनको बुकले पनि कमन इन्ट्रान्सको लागि इनफ नै हुन्छ। तर इफ कोही 11-12 मा छौ भने चाहिँ तिमीहरूले यो बुकहरू पनि एउटा अप्सनको रूपमा किन्नुभन्दा अगाडि हेर्न सक्छौ, बिकज मैले पनि त्यतिखेर खासै सोचेर होइन, यत्तिकै मैले यो बुकहरू ठिकै लागेर किनेको हो। सो एकचोटि आफूले सर हेरेर चाहिँ किन, तर मैले युज गरेको बुक्सहरू चाहिँ यही नै हो। सो फर्स्टमा मैले 11 मा बायोलोजीको लागि हेरेको बुक भनेको यो हेरिटेज पब्लिकेसनको यो हेरिटेज बायोलोजी भन्ने बुक थियो। त्यसपछि मैले 11 मा फिजिक्सको लागि पनि यही हेरिटेज पब्लिकेसनको कम्प्रिहेन्सिभ फिजिक्स बुक पढेको थिएँ। र त्यसपछि मैले केमिस्ट्रीको लागि पनि 11 मा यही हेरिटेज पब्लिकेसनकै कम्प्रिहेन्सिभ केमिस्ट्री भन्ने बुक पढेको थिएँ। र मैले त्यतिखेर त अब खासै धेरै थट नदिइकन किनेको थिएँ र राम्रै लागेको थियो। मैले यही बुकलाई नै पछिसम्म इन्ट्रान्ससम्म रेफरेन्सको रूपमा पनि युज गरेको थिएँ। र त्यसपछि मैले 12 को कुरा गर्दा ग्रेड 12 मा केमिस्ट्रीको लागि युज गरेको भनेको यो मोडर्न केमिस्ट्री बाई अस्मिता पब्लिकेसन। र त्यसपछि मैले फिजिक्सको लागि युज गरेको यो प्रिन्सिपल्स अफ फिजिक्सको बुक, दिस अल्सो बाई अस्मिता पब्लिकेसन। र त्यसपछि मैले बायोलोजीको लागि युज गरेको भनेको यो हाम्रो विद्यार्थी पब्लिकेसनको टेक्स्ट बुक अफ बायोलोजी भन्ने बुक हो। र यो बुक चाहिँ अलिकति पुरानो एडिसनको हो, यो मेरो बेलाको होइन, मलाई एकजना सिनियरले दिनुभएको थियो। बिकज अरू पब्लिकेसनको यो बायोलोजीको त्यतिखेरको बुक हेर्दा चाहिँ मलाई अलिकति इन्ट्रान्सको लागि इनफ कन्टेन्ट छैन कि जस्ट एनइबीलाई फोकस गरेर बनाएको इन्ट्रान्सको लागि अलिकति जुन एक्स्ट्रा कन्टेन्ट चाहिन्छ त्यो चाहिँ छैन जस्तो लागेर मैले यो पुरानो पब्लिकेसनको बुक युज गरेको थिएँ, पुरानो एडिसनको बुक। सो तिमीहरूलाई पनि जे ठिक लाग्छ, जुन राम्रो लाग्छ त्यही हेरेर मजाले बुझेर मात्रै बुकहरू चाहिँ ल्याऊ, र अलरेडी लिइसकेको छ भने त्यही बुकलाई रेफरेन्स युज गरिराख। सो नेक्स्ट क्याटेगोरी अफ रिसोर्सेसको कुरा गरौँ, जुन चाहिँ इन्ट्रान्स स्पेसिफिक नलेज गेन गर्नको लागि +2 मा सब्जेक्टिभ प्याटर्नमा पढ्छौँ। त्यसपछि यो इन्ट्रान्सको लागि अब्जेक्टिभ प्याटर्नमा सिफ्ट हुनको लागि चाहिँ कुन बुक्सहरू यो ग्रेड 12 सकिसकेको अहिलेको प्रिपरेसन टाइममा मेन थ्योरी रिसोर्सेसको लागि युज गर्ने भन्दा चाहिँ वी अल नो द्याट इज मोड्युल्स। र मैले आफूले युज गरेको मोड्युल चाहिँ अहिले मसँग छैन होइन। र तिमीहरूले पनि आफूले जुनसुकै इन्स्टिट्युटको मोड्युल्सहरू लिइसकेको छ भने कन्टिन्यू विथ द्याट, जुनसुकै इन्स्टिट्युटको मोड्युल्सहरू पनि इनफ हुन्छ। त्यसबाट लाइन बाई लाइन थ्योरी पढ्नु पऱ्यो। र अझै अर्को एउटा इम्पोर्टेन्ट कुरा, अहिले रिसेन्ट आएको माइक्रो सिलेबस अनुसार त्यो मोड्युलको कन्टेन्टहरू चाहिँ फिल्टर आउट गर्न सक्नु पऱ्यो, बिकज कतिपय कुराहरू माइक्रो सिलेबसबाट हटाइसकेको पनि छ, र कतिपय कुराहरू अघिल्लो सिलेबसमा नभएको अलिअलि सानो सानो कुराहरू चाहिँ माइक्रो सिलेबस अझै एडिसनल पनि आएको छ। सो त्योको लागि चाहिँ तिमीहरूले माइक्रो सिलेबस हेर्दै त्यसपछि मोड्युल्समा भएको कन्टेन्टलाई रेफरेन्स बनाउँदै पढ्नु पऱ्यो। र जुनसुकै कुरामा पनि बेसिक कन्सेप्ट बुझिँदैन त्यसमा चाहिँ अघि हामीले डिस्कस गरे जसरी +2 बुकमा गएर फेरि रिसोर्सेसहरू एकचोटि रिफर गरेर हेर्नु पऱ्यो। र त्यसपछि मोड्युल्सहरू जुन थ्योरी पढ्छौँ हामीले, त्यो थ्योरी मात्रै पढेर चाहिँ अब्भियसली इनफ हुनेवाला छैन। र थ्योरी पढिसकेपछि इच एन्ड एभ्री च्याप्टरको लागि पनि क्वेसन्सहरू प्र्याक्टिस गर्नुपर्छ। र त्यसपछि जब सिलेबस सकिन्छ त्यसपछि जुन एक्जामको प्याटर्नमा पनि क्वेसन प्र्याक्टिस गर्नु पर्न सक्छ। सो त्यसको लागि चाहिँ हामी रिसोर्स क्याटेगोरी नम्बर 3 मा जान्छौँ, विच इज प्र्याक्टिस क्वेसन्सको लागि चाहिँ कुन चाहिँ रिसोर्सेसहरू मैले युज गरेको थिएँ त। सो द बुक्स आई युज्ड आर हियर। सो यो बुक्सहरू चाहिँ मैले यो पनि मलाई आफ्नो एकजना सिनियरले दिनुभएको थियो, र मैले जब सिलेबस सकाएँ मक टेस्टहरू रेगुलरली दिए पनि लास्टमा गएर जुन एक्जाम आउन लागेको बेलामा 1-2 मन्थ्स बाँकी भइरहेको बेलामा चाहिँ अझै म्याक्सिमम क्वेसन्स प्र्याक्टिस गर्नुपर्ने हुन्छ। जुन एक्जामको फिल लिनको लागि पनि
मैले बुक्सहरू मजाले युज गरेँ। यो चाहिँ हाम्रो समीक्षा पब्लिकेसनको MBBS इन्ट्रान्स एक्जाम्सको लागि सल्भ क्वेसन्सको बुक हो, भोल्युम 1 र भोल्युम 2। मैले त्यतिखेर मजाले यो बुकबाट सबै क्वेसन्सहरू प्र्याक्टिस गरेको थिएँ र मैले मिस्टेक कपी बनाएर यो क्वेसन्सहरूको सोल्युसन्सहरू पनि मजाले मैले त्यो मिस्टेक कपीमा अपडेट गर्दै त्यहाँबाट रिभिजन गर्दै गरेको थिएँ। यसको एडिसन चाहिँ 16th एडिसन हो, यो कमन इन्ट्रान्स एक्जाम सुरु हुनुभन्दा अगाडिको हो। र यो बुकमा चाहिँ हाम्रो IOM को, MOE को, KU को, BPKHS को, PAHS को लगायत कुनै इम्पोर्टेन्ट नेपालसँग रेलेभेन्ट टपिक्सहरूमा नीटको क्वेसन्सहरू पनि सबै यो बुकमा दिएको छ। र यो बुकमा चाहिँ मेन अब क्वेसन्सहरूको लागि त प्रब्लमै हुँदैन, क्वेसन्सहरू अहिले जताबाट पनि पाइन्छ। र मेन मलाई ठिक लाग्ने कुरा भनेको चाहिँ के भन्दा सोल्युसन्सहरू हेर्दै गर्दा त्यो क्वेसनको यो सोल्युसन किन हो, अभियसली त्यो एक्सप्लेनेसन त हुनै पर्यो, त्यो जता पनि हुन्छ यसमा पनि छ। र त्यसबाहेक एउटा इम्पोर्टेन्ट अर्को कुरा चाहिँ यो जससँग रिलेटेड इन्फर्मेसन्सहरू हैन, यस्तै अरू केही क्वेसन सोध्यो भने कसरी एन्सर गर्ने, सो त्यो वेमा पनि यो बुकको सोल्युसनमा चाहिँ लेखिदिएको छ कि। सो तिमीले एउटा क्वेसन सेट प्र्याक्टिस गर्दै गर्दा 200 वटा क्वेसन्स प्र्याक्टिस गर्दै गर्दा तिमीले जस्ट 200 वटा क्वेसन्सको कन्सेप्ट बुझ्दैनौ, तिमीले त्यो बाहेक अराउन्ड 500 कन्सेप्ट्सहरू तिमीले यही एउटा क्वेसन सेट प्र्याक्टिस गर्दै गर्दा त्यो बुझ्न सक्छौ। बिकज अभियसली इच एन्ड एभ्री सोल्युसनमा एउटा मात्रै क्वेसनको सोल्युसन नभएर 3-4 क्वेसन सल्भ हुन सक्ने गरेको कन्टेन्ट पनि दिएको छ। सो यसमा चाहिँ अझै पनि अरू टन्नै फिचर्सहरू छ र यो भनेको त पुरानो एडिसन भयो, तर अहिले लेटेस्ट समीक्षा पब्लिकेसनले ल्याएको भनेको चाहिँ नट द 16th एडिसन, द्याट इज द 26th एडिसन। सो यो चाहिँ हाम्रो 26th एडिसनको इन्ट्रान्स एक्जाम समीक्षाको सल्भ क्वेसन्स बुक हो, जुन मैले 16th एडिसनको युज गरेको थिएँ। त्यसैको 10 एडिसन्स पछि, बिकज मैले पनि आफ्नो बेलाको युज गरेको थिइनँ, अलिकति पुरानो एडिसन युज गरेको थिएँ होइन। सो यसमा चाहिँ अझै राम्ररी 2टा भोल्युमहरू छुट्याइदिएको छ। दिस इज द भोल्युम 1, अलिकति पातलो छ, र दिस इज द भोल्युम 2 अफ दिस बुक, अलिकति यो चाहिँ मोटो छ। किन भन्दा बिकज भोल्युम 1 मा चाहिँ जुन कमन इन्ट्रान्स एक्जाम सुरु भएको 2021 देखि 2026 सम्मको 6वटा कमन इन्ट्रान्स एक्जामको कम्प्लिट क्वेसन्स र त्यसको डिटेल सोल्युसन्सहरू सबै चाहिँ भोल्युम 1 मा छ। र त्योभन्दा अगाडिको जुन हाम्रो IOM को, KU को, MOE को, BPKHS को र PAHS को क्वेसन्सहरू चाहिँ हाम्रो भोल्युम 2 मा छ। र अझै एउटा एक्स्ट्रा फिचर चाहिँ यो बुकहरूसँग चाहिँ हामीले QR कोड, यो बुकभित्र चाहिँ हाम्रो QR कोड आउँछ। जस्तो यो बुक खोलेर हेर्नुभयो भने सुरुमै हाम्रो यहाँ QR कोड हुन्छ र यो QR कोड स्क्यान गर्यो भने चाहिँ समीक्षा पब्लिकेसनको ई-शिक्षा एपबाट यो बुकसँग सजिलै लिङ्क हुन्छ र एक्स्ट्रा रिसोर्सेसहरू पनि पाइन्छ। र त्यो डिजिटल रिसोर्सेसको बारेमा एकैछिनमा कुरा गरौँला। त्योभन्दा अगाडि चाहिँ कुरा गरौँ यो बुककै आफ्नै फिचर्सको बारेमा। अभियसली यो बुकमा कमन इन्ट्रान्स एक्जाम र त्योभन्दा अगाडिका इन्ट्रान्स एक्जाम्सहरूको क्वेसन्स र त्यसको डिटेल सोल्युसन्स त छँदैछ। मैले अघि भने जस्तै सोल्युसन सँगसँगै त्यो क्वेसनको एक्सप्लेनेसन, साथसाथै त्योसँग रिलेटेड अरू क्वेसन सल्भ गर्नको लागि चाहिने एक्स्ट्रा इन्फर्मेसन, त्यो क्वेसन्स आयो भने कसरी अप्रोच गर्ने, त्योसँग रिलेटेड कम्प्लिट सोल्युसन्सहरू पनि यसमा छ। सो एउटा सोल्युसन पढिसकेपछि त्यो क्वेसनको एन्सर मात्रै होइन कि त्यो सँगसँगै 5-6 वटा अरू क्वेसन्सको पनि एन्सर तिमीहरूले यहाँबाट पढ्न सक्छौ। र त्यो बाहेक यो बुक्सहरूमा चाहिँ अझै के पनि छ भन्दा जस्तो सुरुमा चाहिँ यो बुकहरूमा तिमीहरूको सिनियर्सहरूले यो बुक एडिट गर्दै गर्दा तिमीहरूको लागि लेखिदिनु भएको मोटिभेसनल मेसेज पनि छ। जस्तो मेरो पर्सनली कुरा गर्दा मैले आफूले पढेको जुन 16th एडिसनको समीक्षा पब्लिकेसनको बुक छ त्यसमा चाहिँ डाक्टर विशाल गेवाली, जो चाहिँ अहिले अन्कोलोजिस्ट हुनुहुन्छ र आफ्नो बेलाको SLC बोर्ड टपर, त्यसपछि MBBS इन्ट्रान्स टपर, त्यसपछि MBBS टपर पनि हुनुहुन्छ, उहाँले लेखेको मोटिभेसनल नोट पनि थियो, त्यो पनि मैले पढेको थिएँ। त्यतिखेर पनि मलाई एकदम राम्रो लागेको थियो होइन, बिकज पढ्दै गर्दा आफूलाई मोटिभेसन डाउन भएको बेलामा पनि त्यस्तो कुराहरूले पनि अलिकति पोजिटिभिटी ल्याउने काम गर्छ। र त्यो सँगसँगै यो बुक जस्ट क्वेसन ब्याङ्क मात्रै होइन कि यो बुकलाई चाहिँ म कम्प्लिट गाइड नै भन्छु, बिकज तिमीहरूले हेऱ्यौ भने यो बुकको सुरुमा नै मेन भनेको के छ त अहिले रिसेन्टली आएको माइक्रो सिलेबस यो बुकको सुरुमा दिएको छ। त्यसपछि यो बुकमा तिमीले लास्ट आवरमा रिभिजन गर्नको लागि तिम्रो 1 डे प्रेप कोर्स भनेर लेखेको छ। सो लास्ट आवरमा तिमीले सबै कुरा पढेर भइसकेपछि एक्जाम आउन अराउन्ड 1 विक जति मात्रै बाँकी हुँदा चाहिँ के पढ्ने, कुन चाहिँ इम्पोर्टेन्ट पोइन्ट्स, एकदम छिटो बिर्सिराख्ने पोइन्ट्सहरू चाहिँ कसरी रिभाइज गर्ने भन्ने कुराहरू पनि यो बुकमा लेखेको छ। तर यो बुक भनेको सल्भ क्वेसन्स भनेको चाहिँ तिमीले सिलेबस एकचोटि सकाइसकेपछि लास्ट आवरमा अब क्वेसन्स मात्रै प्र्याक्टिस गर्छु र क्वेसन प्र्याक्टिस गरेर आफ्नो विकनेस भेटाएर मात्र फेरि म थ्योरीमा जान्छु भन्ने स्टुडेन्ट्सहरूको लागि हो। र त्यसपछि होइन मैले सिलेबस नै सकाएको छैन, म अझै पनि सिलेबस सकाउने क्रममा छु र एक्जाम आउँदासम्म म जस्ट एकचोटि सिलेबस सकाएर एकचोटि रिभिजन मात्रै गर्न भ्याउँछु होला, त्योभन्दा बढी भ्याउँदिनँ होला जस्तो भन्ने स्टुडेन्टको लागि चाहिँ अर्को अप्सन पनि छ। अर्को अप्सन चाहिँ हाम्रो समीक्षा पब्लिकेसनकै च्याप्टर वाइज सल्भ क्वेसन्स। र यो भनेको चाहिँ
कसरी डिफ्रेन्ट छ भन्दा यसमा पनि हुने भनेको पास्ट क्वेसन्स नै हो, तर अघिको हाम्रो समीक्षाको सल्भ क्वेसन्समा चाहिँ त्यसमा चाहिँ हाम्रो एक्जाम वाइज जस्तो भोल्युम 1 मा कमन इन्ट्रान्स एक्जामको पास्ट क्वेसन्स जस्तो 2026 को यो हो, 25 को यो हो भनेर ट्याक्कै एक्जाम प्याटर्नमा हामीले क्वेसन्स प्र्याक्टिस गर्न सक्छौँ भने यसमा चाहिँ च्याप्टर वाइज छ। सो तिमीले सिलेबसै सकाएको छैन भन्दा आज यो च्याप्टर पढ्छौ, यो च्याप्टर आज सकाउँछौ, त्यसपछि अब पछि गएर धेरै पास्ट क्वेसन्स गर्न भ्याइएला, एक्जाम प्याटर्नमा क्वेसन्स गर्न भ्याइएला भन्ने पनि तिमी स्योर छैनौ। त्यही भएर अहिले नै यो च्याप्टरसँग रिलेटेड इम्पोर्टेन्ट पास्ट क्वेसन्स प्र्याक्टिस गरिहाल्नको लागि चाहिँ यसमा चाहिँ 3टा भोल्युम छ। यो ठुलो भोल्युममा चाहिँ यसमा चाहिँ हाम्रो बायोलोजी र म्याथको क्वेसन्सहरू छ, त्यसपछि यसमा चाहिँ हाम्रो केमिस्ट्री क्वेसन्सहरू छ र यसमा चाहिँ हाम्रो फिजिक्स क्वेसन छ। र अघि भने जस्तै हरेक यो बुकमा पनि तिम्रो डिजिटल एक्सेसको लागि क्युआर कोड दिएको छ। सो यो क्युआर कोड स्क्यान गरिसकेपछि तिमीहरूले यसमा पनि समीक्षा पब्लिकेसनको ई शिक्षा एपको एक्सेस पाउँछौ। र यो बुकको पनि स्पेशल फिचर्स भनेको च्याप्टर वाइज छुट्याइदिएको छ, यसमा पनि क्वेसन्सहरू मजाले दिएको छ र सोल्युसन्समा राम्ररी एक्सप्लेन गर्दै एडिसनल इन्फर्मेसन पनि दिएको छ। र साथसाथै अर्को कुरा यसमा एभ्री सिंगल इयर अपडेट पनि हुँदै जान्छ, बिकज एभ्री च्याप्टरमा एभ्री सिंगल इयर नयाँ क्वेसन सोधिँदै जान्छन्। सो यसमा पनि थपिँदै जान्छ र कुनै च्याप्टर्सहरूमा यसमा सर्ट नोट्स पनि दिएको छ। सो जस्तो रिपिटेडली बिर्सिराख्ने कुराहरू चाहिँ तिमीहरूले क्वेसन्स प्र्याक्टिस गर्नुभन्दा अगाडि टक्क सर्ट नोटबाट पढ्ने, त्यसपछि त्यसको क्वेसन्स प्र्याक्टिस गर्ने पनि गर्न सक्छौ। र साथसाथै प्रोबेबल क्वेसन्सहरू पनि यसमा दिएको हुन्छ, जस्तो पास्ट क्वेसन्स मात्र नभएर यसमा चाहिँ एडिसनली यो च्याप्टरसँग रिलेटेड नेक्स्ट सीईमा सोध्न सक्ने प्रोबेबल क्वेसन्सहरू पनि दिएको छ। त्यसपछि यो एभ्री सिंगल इयर अपडेट पनि हुँदै जान्छ, एरर्सहरू पनि घट्दै जान्छ। सो यो इन्ट्रान्स प्रिपेरिङ स्टुडेन्ट्सहरूको लागि मोस्ट गोल्ड स्ट्यान्डर्ड बुक भनेको अहिलेको माइक्रो सिलेबससँग पनि एकदम मिलाएर लेखेको यो बुक भनेको चाहिँ यही नै जस्तो लाग्छ मलाई। त्यसपछि यो बुकमा पनि अ डे बिफोर एक्जाम भनेर यो बुकमा पनि तिम्रो लास्ट आवरमा अराउन्ड लास्ट एक्जाम आउनुभन्दा 1 हप्ता अगाडिदेखि प्र्याक्टिस गर्नको लागि चाहिँ जुन इम्पोर्टेन्ट पोइन्ट्सहरू पनि जस्तो क्वेसन्सलाई पनि पोइन्ट वाइज एरेन्ज गरेर पनि यो बुकमा राखिदिएको छ। सो त्यसको लागि पनि इफ अहिलेदेखि नै च्याप्टर वाइज क्वेसन्स प्र्याक्टिस गर्छु भन्यो भने चाहिँ तिमीहरूले यो समीक्षाको च्याप्टर वाइज सल्भ क्वेसन्स फर सीई बुक रिफर गर्न सक्छौ। र त्यसपछि कुरा गरौँ अब समीक्षा पब्लिकेसनको डिजिटल एक्सेस एप द्याट इज ई शिक्षा एपको बारेमा। यो समीक्षा पब्लिकेसनको डिजिटल प्लेटफर्म द्याट इज ई शिक्षा एपको बारेमा कुरा गर्दै गर्दा वेन यु पर्चेज दिस बुक, तिमीले यो बुक पर्चेज गरिसकेपछि तिमीले यो एप पनि फ्रीमा नै पाउँछौ। र यो एपको मेन अब्जेक्टिभ भनेको चाहिँ के हो भन्दा यो चाहिँ मैले आफ्नो बेलामा पनि फेस गरेको प्रब्लम होइन। यो बुकहरूबाट क्वेसन प्र्याक्टिस गर्दै गर्दा तिमीले बुकमा क्वेसनको एन्सर टिक लगाउँछौ, टिक लगाउँदै जान्छौ होइन, त्यसपछि लास्टमा पुग्छौ तिमीले यो क्वेसन सेट त सल्भ गरेर सकायौ, तर त्यसपछि अर्को झन्झट आउँछ एन्सर चेक गर्ने। पछाडि सोल्युसन हुन्छ, सोल्युसन पल्टाउनु पर्यो अथवा एन्सर कि पल्टाउनु पर्यो, त्यसपछि अगाडि आफ्नो क्वेसनको एन्सर मिल्यो कि मिलेन त्यो हेर्नु पर्यो, पल्टाइ जति टाइम तिम्रो क्वेसन प्र्याक्टिस गर्न लाग्छ झन्डै त्यति टाइम तिम्रो इन्टायर सोल्युसन चेक गर्नै लाग्छ, कुन मिल्यो कुन मिलेन, नमिलेको भए त्यसको सोल्युसन के हो त्यो चेक गर्नै लाग्छ। तर त्यो डिजिटल प्लेटफर्मले चाहिँ यो प्रब्लमलाई सल्भ गरिदिएको छ, बिकज त्यो डिजिटल प्लेटफर्मबाट चाहिँ तिमीले यो बुकहरूमा भएको जति सबै क्वेसन्स डिजिटली प्र्याक्टिस गर्न सक्छौ। सो द्याट मिन्स तिमीहरूले त्यो क्वेसन्सलाई एपभित्रै प्र्याक्टिस गरेर एपले सबै क्वेसन्सहरू चेक गरिदिन्छ र यही बुकमा भएको सोल्युसन्सहरू पनि एपले नै देखाइदिन्छ। सो कुन मिलेन त्यसको मात्रै पनि सोल्युसन हेरेर पाउँछौ, अथवा होइन मसँग इनफ टाइम छ भने तिमीले बुक पल्टाएर सबैको सोल्युसन सरेर पढ्न पनि पाउँछौ, बिकज मैले भनिहालेँ सोल्युसन्समा पनि एक्स्ट्रा इन्फर्मेसन दिएको छ होइन। सो द्याट इज वाइ यो डिजिटल प्लेटफर्मले पनि तिमीलाई युजफुल हुनसक्छ। अझै अर्को फिचर भनेको त्यहाँ कन्ट्याक्ट द अथर भन्ने पनि छ होइन। त्यसै गरी यो एपमा अरू तिमीहरूलाई चाहिने रिसोर्सेस जस्तै कि यो एमइसीले पब्लिस गरेको रिसेन्ट माइक्रो सिलेबस पनि एपभित्रै छ। र अझै अर्को कुरा जस्तो रिसेन्ट माइक्रो सिलेबससँग यो बुकलाई ओरिएन्टेड गराउनको लागि त कतिपय कन्टेन्टहरू त यो बुकमा पहिला भएको कन्टेन्टहरू त बाहिर छोड्नु पर्यो, र त्यो कन्टेन्टहरू चाहिँ तिम्रो बुकमा त छैन, बिकज माइक्रो सिलेबसमा भएको कुराहरू मात्रै छ बुकमा, सिलेबसलाई स्ट्रिक्टली फलो गरेको छ, तर त्यो एक्स्ट्रा कन्टेन्ट चाहिँ तिम्रो एपमै छ। सो इफ पछि गएर सबै कुरा तिमीले पढेर भ्यायो, इनफ टाइम भयो भने चाहिँ त्यो एडिसनल रिसोर्सेसहरू पनि तिमीले एपभित्रबाट एक्सेस गरेर हेर्न सक्छौ। सो द्याट्स इट। मैले यो भिडियोमा मैले आफूले इन्ट्रान्स प्रिपेयर गरिरहेको बेलामा युज गरेको सबै रिसोर्सेसहरूको बारेमा भने, र त्यसपछि यो तिमीहरूले अब युज गर्न सक्ने नयाँ रिसोर्सेस द्याट इज समीक्षा पब्लिकेसनको सल्भ क्वेसन्स र च्याप्टर वाइज क्वेसन्सको पनि मैले बुकहरूको बारेमा र यसको डिजिटल प्लेटफर्म ई शिक्षा एप जुन चाहिँ मैले आफ्नो बेलामा यस्तो खालको रिसोर्सेसहरू पाएको थिइनँ, यो पनि तिमीहरूलाई मैले इन्फर्मेसन दिइसकेँ। र त्यसै गरी यो रिसोर्सेस बाहेक चाहिँ तिमीहरूले अरू केही पनि रिसोर्सेस युज नगर भनेर म चाहिँ सजेस्ट गर्छु, बिकज मैले पनि आफ्नो बेलामा कतिपय सिनियर्सहरूबाट इन्डियन बुक्सहरू पनि पाएको थिएँ, बट दोज इन्डियन बुक्स आर नट रियली नेसेसरी फर कमन इन्ट्रान्स एक्जाम। कमन इन्ट्रान्स एक्जाममा तिमीले टप नै हान्नु छ भने पनि तिमीले रिसोर्सेसहरू चाहिने भनेको यति नै हो। द स्टुडेन्ट हु गेट्स सक्सेस इज नट द वान विथ द मोस्ट नम्बर अफ बुक्स, बट द वान हु फिनिसेस हिज बुक्स द मोस्ट नम्बर अफ टाइम्स।
त्यही भन्दै आजको भिडियोलाई यति नै गरौँ। अल द बेस्ट एन्ड सी यू अन द अदर साइड।